फुलको नाम भन्नु न टाउको कलबदेखि मलेसियाको पुलिस हुनुहुन्छ कि ओके टोकिबिना त बाँच्नै सक्नुहुन्न नि। हेलो सेवा नमस्कार, मेरो युट्युब च्यानलमा तपाईँहरू गएर सबै भिडियोलाई हेरिदिनु होला। त्यहाँ गएर भिडियोहरू कस्तो छ लाइक कमेन्ट सेयर गर्नु होला र विशेष गरी मेरो नयाँ युट्युब च्यानल नेहाङ नेवाङ युट्युब च्यानल छ, त्यहाँ गएर सबैले सब्सक्राइब गरिदिनु होला। यो मेरो भिडियो हेरेर सबैले अन्तिमसम्म भिडियो हेरेर मनोरञ्जन लिदिनु होला। सेवा नमस्ते। सो गाइजहरू देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले कुसुन्ती 13 छौँ। अब हामी राम्रो राम्रो भिडियो खिच्नको लागि जाँदैछौँ। तपाईँहरूले हेरिदिनु होला, अन्तिमसम्म हेरिदिनु होला। यो भिडियो हेरेर तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। फेरि पनि यस्तै राम्रो राम्रो भिडियो हेर्नको लागि तपाईँले अन्तिमसम्म हेर्नु र विशेष गरी सब्सक्राइब चाहिँ गरिदिनु होला। गाइजहरू यता दाइ हुनुहुन्छ, गाइजहरू उहाँ भाइरल मान्छे, हातबारी नगरपालिकामा दिनमा 50 केजी मासु खानुहुन्छ। गाइजहरू मासतिर साथीहरू अगाडि यात्रा छ है साथीहरू, हेर्दै जानुहोस्। हामी तपाईहरुलाई यो राम्रो राम्रो ठाउँ दृश्यहरू तपाईलाई हामीले देखाउने छौँ साथीहरू। अस्ति यो बाटो गएको होइन कि हो नि त्यो ठाउँमा हामी अस्तिको बाटो यही बाटो गएको हामी। बाटो भेट्ने पटमा भनेर राख्नु भएको थियो है। मोबाइल राम्रो छैन हौ सर। अब अर्को एउटा मोबाइल हिमालयन हाम्रो टेक्नोलोजी कम्पनीले एउटा नयाँ मोबाइल दान गर्नु भनेर चाहिँ तपाईँले माथि कुरा गरिदिनु पर्ने भयो के। साह्रै भएन के, भिडियो राम्रो आएन। तर टेन्सन छैन, मेरो सब्सक्राइबरहरूले एउटा मोबाइल किनिदिन्छु भन्नुभएको छ। किन्ने भनेदेखिलाई चाहिँ तपाईँ कहाँ बस्नुहुन्छ? यहाँ कहाँ बस्नुहुन्छ तपाईँ? ए म त छुट्टै तपाईँको रुम छ कि भनेको नि। हो त्यतिको चाहिँ क्यामेरा हुनु पर्यो क्या हाम्रो पनि है, यतिकै हुनु पर्यो क्यामेरा होइन। यो बहिनीको भन्दा राम्रो हुनु पर्यो क्या क्यामेरा भनेको चाहिँ। यो ठाउँ पनि राम्रो छ हौ, खास गरी भन्ने भन्दैलाई है। ठाउँहरू त राम्रो छ, तर मेरो क्यामेरा राम्रो छैन। सो गाइजहरू त्यसैले राम्रो देखिँदैन है, राम्रो ठाउँ छैन। अहिले हामी त्यो जाँदै गरेको ठाउँको नाम त के पो? सुदीप सर ज्याकारन्डी ए ज्याकारन्डा। सो गाइजहरू ज्याकारन्डा भन्ने ठाउँमा कुसुन्ती 13मा हामी जाँदैछौँ है साथीहरू। त्यो ठाउँलाई तपाईँहरूले म देखाउँछु। फुलको नाम मात्रै पो ज्याकारन्डा त? लु मारे हो, फुलको नाम नि ज्याकारन्डा फुलको नाम। ए हाम्रो युट्युब च्यानलमा टक्कैसँगले हाम्रो सुरेश सरको पनि हालिदिन्छु म। हाम्रो सुरेश सर हुनुहुन्छ है, कोलपुरदेखि है। कलबदेखि एकदमै राम्रो मान्छे हुनुहुन्छ उहाँ। खुसी लाग्यो। अमर सर उहाँ चाहिँ फेरि मलेसियाको पुलिस हुनुहुन्छ कि ओके टोकिबिना त बाँच्नै सक्नुहुन्न नि। मलेसियाको पुलिस है। भाइ बहिनी सबैले हाई भनिदेऊ। हाई।
साथीहरू देख्न सक्नुहुन्छ है बच्चाहरू स्कुलबाट छुटेर जाँदै रहेछ सो गाइजहरू उहाँको मम्मी बाबाहरू चाहिँ आउनुहुन्छ गाइजहरू Kimi Navin Kansa Sudip है Sumbang kayak gade mari lam dinga. Video pada musia kang aja pulis ni. ए म त रमाइलो छ नि है अनि उहाँ यता चाहिँ भिडियोकार हुनुहुन्छ मेरो मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला है साथीहरू यता चाहिँ भिडियोकार नेहाङ मेवाहाङ Lama lah. Oh ni. Maksa nung kada siya ni channel maksa. यो काठमाडौँको सहरमा यत्रो ठुलो सहर छ कता हो कहाँ हो आज हिँडेको बाटो भोलि बिर्सिन्छ भोलि हिँडेको अझ बिर्सिन्छ हो त्यहीबाट हो गाई बस्तुहरू यताउता चाहिँ नगर्ने. यो चाहिँ भाँडाकुँडा पसल छ है गाइजहरू हाम्रो के आइफोन 12 चाहिँ बोकिरहने मात्रै हो डिस्कोले चाहिँ खिच्ने आइफोन 12 चाहिँ बोकिरहने यो चाहिँ अलिक भएन है गाइजहरू 13 हो 13 प्रो म्याक्स हो मैले भाडामा चलाइरहेको छु साथीहरूले त बोक्छ मात्रै हो खिच्दैन मेरो हेरो यस्तो कामै नलाग्ने फोनले खिच्नुपर्छ अनि आयोले त होइन अझै होइन ग्यासहरू गाडी ठोक्यो है त्यहाँ यस्तो डर लाग्थ्यो बस्दै बस्दै काठमाडौँको ठाउँमा चलाउन जानेन भने त एकैचोटि मरिन्छ नि सो ग्यासहरू कुसुन्तीको यो दृश्यहरू तपाईँ मासमा धेरै हाई भनिदियो भाइ यहीँको बस्ने बासिन्दाहरू हुनुहुन्छ साथीहरू हेर्न सक्नुहुन्छ यहाँको भाइहरू चाहिँ एकदमै रमाइलो खालको हुनुहुन्छ क्या हामीलाई जे भनौँ त्यही मान्ने खालको है यो कुसुन्ती एरियाको ठाउँहरू यहाँको रोडहरू हेर्नु होला अब चाहिँ हामी एकदमै भाइरल एकदमै सुन्दर ठाउँमा चाहिँ हामी गइरहेका छौँ बाटोमा छौँ सो हाम्रो कलाकार अमर मेवाङ पछाडि हुनुहुन्छ उहाँलाई पनि गाह्रो छ हौ बिचरा भन्ने मात्रै है अब के गर्नु त अब त्यो भुँडीलाई चाहिँ फुकालेर राख्नु मिल्ने हो भने उहाँले राख्नुहुन्थ्यो फुकालेर राख्नु पनि मिल्दैन हो सो बोकेको छ अर्को पालि गडलाई फोल्डिङ वाला बनाइदिनुहोस् अर्को क्यामेरा पनि मलाई क्याच भएर छ है के गर्नु आइफोन किन्ने औकात छैन मेरो साथीहरूले कहिले आइफोन किन्ने औकात बनाइदिन्छ हो त्यसको सोखमा छु म त आइफोन के गरेर किन्ने हो यो ललितपुरको जुन चाहिँ हाइवेमा यस्तो एउटा पुल छ त्यो पुलमा फोटो खिच्नुको लागि यति धुइरो हुन्छ है बनाउँदै गरेको पुलबाट खसेर डाँडालो भाँच्यो भने जिन्दगी धेरै हुन्छ त बरु कोठेवारको पुस्तकारीको पुलमा खिच्ने हो क्या फोटो है नि तर हामी पुग्न आँट्यौँ है अहिले पुग्नु आँटिसक्यो सो रमाइलो छ फुलको छेउमा पुगेपछि म अगाडि क्यामेरा नाचेर साउनु नि फेरि भनिदिएको छु म त फुलको छेउमा त फोटै नखिच्ने फोटै नखिच्ने हो ए सो यहाँ चाहिँ हाम्रो आन्टीहरू हुनुहुन्छ तरकारी बेच्दै हुनुहुन्छ सो गाइस साइकल भोलाकारहरू गाइस हेर्नु सक्नुहुन्छ अब चाहिँ हामी मेनमा तपाईँ लाग्नु भएको बाई 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 सो हामी चाहिँ ओ माथि हेर्नु सक्नुहुन्छ है गाइजहरू जेको रन्डा सो गाइजहरू हामी चाहिँ जेको रन्डामा आइसक्यौँ है गाइजहरू जेको रन्डा जेको रन्डामा आइसक्यौँ है हामी जेको रन्डामा गाइज हेर्नु सक्नुहुन्छ
हामी चाहिँ जेको रन्डामा आइसक्यौँ है। जेको रन्डामा फुलको नाम के अरे? फुलको नाम पुस्तकारी। गाउँतिरको पुस्तकारी जस्तो पो भन्नुभयो त गाइस। जेको रन्डामा आइसक्यो गाइसहरू, हामी हेर्न सक्नुहुन्छ जेको रन्डा। 15 मिनटमा छैन नत्र भने त राम्रो देखाउँथ्यो नि। अब यसपालि गाउँमा गएर अलैँची बारमा काम गर्ने हो, आइफोन किन्ने हो। सो गाइजहरू हामी जेको रन्डामा आइसक्यौँ। हेर्न सक्नुहुन्छ अगाडि हाम्रो क्यामेराम्यानहरू हुनुहुन्छ। ठुल्ठुलो क्यामेरा छ है उहाँहरूको त। सो गाइजहरू हेर्न सक्नुहुन्छ जेको रन्डा फुलहरू त तर झर्नै आँटेको छ हो। अब त पहिला त एकदम राम्रो थियो नि है। सो गाइजहरू हाम्रो मित्रहरू हुनुहुन्छ। सो यो ठाउँको नाम भनिदिनु न हौ। कुसुन्डीकै मान्छे हो पनि। यो फुलको नाम चाहिँ भन्नु त के अरे? कुसुन्डी। यो के अरे फुलको नाम भन्नु न। जेको रन्डी अरे। सो गाइज अर्को फेरि भन्नु न यो फुलको नाम भन्नु न। भन्नु फेरि एकचोटि भन्नु त। यो त फेरि भरे हालिदिन्छ तपाईँलाई किन टाउ। सो गाइज हेर्न सक्नुहुन्छ यो त अर्को छ है। यहाँबाट त लड हुन्छ फेरि बाँच्दैन है फेरि बिस्तारो आउनु ल। सो गाइजहरू आइफोनले खिच्नु न हो, हाम्रो के डिस्काउन्ट बित्थामा यहाँ। बहुत अप्ठ्यारो छ है गाइजहरू, हेर्नु न यस्तो छ डाँडामा हो। त्यही भएर लड्यो भने त यहाँबाट फेरि म्याचमै गाउनु हुन्छ नि। सो गाइजहरू यो कसको झोला नि? सो चाहिँ फाइनली आइसकेको छौँ यस ठाउँमा। सो गाइजहरू सक्नुहुन्छ ज्याको रन्डा हेर्नु आएको मान्छे त जोगिनै गाह्रो भन्यो। कस्तो खिच्छ हौ? यो चाहिँ कोरियन स्टाइल हो नि त। हाम्रो दिदी अनि राम्रो फोन छैन नि त। राम्रो फोन छैन। सो हाम्रो दिदी चाहिँ आज मुडा फोन हुन्छ न त भन्दाखेरि एकदम फन्नी खालको मान्छे चाहिँ हो। अझ रिसाउनु भएको छ किनभनेदेखिलाई अघि मैले ज्याको रन्डा भन्नुपर्नेमा ज्याको रन्डी भनिदिएँ, त्यही भएर उहाँ रिसाउनु भयो। सो चियाको बोटमा मुना पलाए छैन सानो तिम्रो मनमा माया पालायो। सो गाइजहरू हामी चाहिँ काठमाडौँको यात्रा छ अहिले कुसुन्तीबाट। सो साँझको साँझ भइसकेको छ। अब हिँड्ने क्रम छ, साथीहरू देख्न सक्नुहुन्छ गाडी छुटिसकेकोले गर्दाखेरि हिँड्ने क्रम जारी छ। पर पुगेपछि चाहिँ गाडी पाउँछ, म गाडीबाट यात्रा गर्नेछु। साथीहरू एकदमै ठाउँ चाहिँ राम्रो छ है, हेर्न सक्नुहुन्छ। तपाईहरु पनि यस ठाउँमा कोही आउनु भएको छ भनेदेखिलाई कमेन्ट गर्नुहोस्, म पनि आएको छु है भनेर। नआउने साथीहरू आउनु होला। हामी चाहिँ माथिबाट फोटो खिच्नलाई गएको थियौँ, एकदमै भिडबाट छ। सो हामी फोटो चाहिँ 1-2 तास फोटो खिचेर हामी चाहिँ फर्किसकेका छौँ। सो मेरो साथीहरू पनि हुनुहुन्छ, साथीहरू पनि पछाडि आउँदैछ। सो गाइजहरू म चाहिँ अब यहाँ हिँड्दैछु।
सक्नुहुन्छ परतिर डिस्कको ताती छ नेपालकै सबैभन्दा नम्बर 1 क्यामेराम्यान तर डिस्कोबाट खिच्ने चाहिँ यसरी उहाँहरू क्यामेरा खिच्दै हुनुहुन्छ मेरो दुख्छ बेसरी काठमाडौँमा कसैले चिन्दैन गीत गायो के गरो हो हिँड्नु हो कतिजनाले पागल हो कि के हो भनेर पनि भन्छन् सो हामी पागल चाहिँ होइन है साथीहरू है मलाई चिन्ने साथीहरूले पागल होइन है भनिदिनुहोस् है पनि यात्रा करममा हुनुहुन्छ गर्मी भए लगाइयो होला नि त भयो भिडियो बाटोमा हिँड्दाखेरि त अन्डुस पनि नलाउँदा हुन्छ हो गाइजहरू गर्मी छ कस्तो राम्रो राम्रो फुल छ है हेर्नु न है कस्तो रमाइलो रमाइलो छ नि फुलहरू कस्तो राम्रो छ है यो ठाउँ कस्तो रमाइलो छ गाइजहरू यो ठाउँको नाम भनिदिनु न हो यो सातो बाटो हो हेलो भनिदिनु न हो के साह्रो बाटोमा भेटेको साथीहरू हुन्छ रमाइलो हुँदो रहेछ है उहाँहरू पनि साथीहरू कसरी छिटो आउनु न हो छिटो आउनु बाटोमा हिँड्दाखेरि है यस्तो राम्रो राम्रो कोही मान्छे त सहरमा पनि राम्रो हुन्छ नि है तर गाउँबाटै जानेहरू मात्रै राम्रो हुन्छ है तर कोही त सहरको पनि राम्रो हुन्छ नि त्यसो भन्दाखेरि सहरमा बस्ने साथीहरूले फेरि नराम्रो कमेन्ट नगर्नु होला राम्रो छैन नत्र भने त ठाउँ त राम्रो छ अनि अलिकति राम्रो नभएको कारणले गर्दाखेरि सो राम्रो फोटोहरू देखाउन सकिएन है कति हजारौँको सङ्ख्यामा दिनौँ यहाँ त मान्छे भेला हुन्छ साथीहरू हामी चाहिँ काठमाडौँको ठाउँमा काम नगरी खानालाई गाह्रो हुन्छ सो हामी चाहिँ एक टाइम मात्र निस्किन्छौँ यो ठाउँमा हेलो हेलो भन्नु भएन है म चाहिँ पक्कै पनि सहर बजारको हुनुहुँदो रहेछ भनेर नभन्नु होला उहाँहरू मैले हाई भनेको सुन्नु भएन हेलो 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 रमाइलो छ नि है यो ठाउँ म त यहीँ बसिरहँ जस्तो लाग्छ मलाई कसले खाना दिने यहाँ बसेर गाइजहरू रुमसम्म त पुग्नै पर्यो होला लास्टै टाढो छ हौ के गर्नु र सो उहाँहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ रमाइलो ठाउँ छ हौ यो ठाउँ चाहिँ के गर्नु र रमाइलो भएर पनि सधैँ यहीँ बस्नु जस्तो लाग्छ नि लाग्न त बस्न नपाइने है हाय 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 यस्तो जाने हो उहाँहरू पनि बिचरा फोटो खिच्दै हुनुहुन्छ सो रमाइलो छ साथीहरू पछाडि छोडेर हो आइफोनवालाहरू पछाडि छोडी गयो अब केबाट फोटो खिच्ने होला लास्टै तनाव भयो ठाउँ चाहिँ साँच्ची नै राम्रो छ हो यो कुसुन्ती भन्ने ठाउँ चाहिँ मलाई चाहिँ एकदमै यहीँ बसिरहँ जस्तो हो के गर्नु र हो कसैले घर चाहिँ राख्यो हुन्थ्यो नि हो घर चाहिँ पनि राख्न मान्दैन के गर्नु त नि जागिर नहुने मान्छेलाई घर चाहिँ नराख्दो रहेछ हौ कसैले पनि सो त्यसैले दिउँसो जागयो भने आफ्नै कटेजमा पुग्नु पर्ने हेलो 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 साथीहरू कहाँ पुग्यो होइन कहाँ छोड्यो हो लास्टै दुईजना साथीहरू पनि ढिलो हल्केर हुनुहुन्छ हौ
कतिखेर आइपुग्ने हो र अहिले चाहिँ हामी 7 बाटो निस्किन साटेको छौँ के गर्नु र हो हिँड्दा हिँड्दा वक्क लागिसक्यो हो अब त साथीहरू आउँदैन कपाल पनि काट्ने बेला भएछ हो हेलमेट ओरेको जस्तै छ हेर्ने हो र हिँड्दा हिँड्दा रात परिसक्यो हो साथीहरू के गर्नु र हो यहाँ त हिँड्दा हिँड्दा बाटोमा रात पऱ्यो भने कसैले बास दिँदैन स्टार बजारको ठाउँमा गाउँ ठाउँमा पो जहाँ पनि बस्न पाइन्छ है एकजनालाई बास दिनुहोस् न भने चाहिँ कहिले दिनुहुन्छ यहाँ त कोही दिनुहुन्न यहाँ त हो गाह्रो छ त्यसैले साह्रै गाउँको याद आउँछ नि हो के गर्ने हो र घरिघरि त कहिले गाउँ पुगिहाल्नु जस्तो लाग्छ नि क्यार्ने कुरा घरिघरि त यसरी टोल्याउन मन लाग्छ पिठ्युमा सेउलाको हरी पिठ्युमा सेउलाको हरी बिगोर के गरौँ गीतै आउँदैन हो अलि मात्रै गीत आउँछ के गर्छ कसैले सिकाइदिनु है मलाई गीत गाउन कहाँ गयो हो साथीहरू पर्खिँदा पनि भइसक्यो भने यार पढेको पनि यत्रो भइसक्यो नआउने हो कि के हो आज Gonna कोही आउँदैन गाइजहरू के गर्ने यार रात परिसक्यो गाइजहरू हेर्नु न हो गाइजहरू छिटो जाउँ भनिदिनु न हो रात परिसक्यो हेर्नु न यसरी उनीहरू त है फोटो खिच्यो बस्यो रात परिसक्यो भन्नु छैन छिटो जाउँ न हो गाइजहरू यो दुईजनालाई छिटो जाउँ भन्नु त साथीहरू कहिले पुग्ने होला जाउँ न भनेको त यहाँ गीत गाउँदै रहेछ बदनामको दाग लाग्यो बिछोडाको गोलीले बदनामको दाग लाग्यो धोका दियो तिमीले फाइनली साथीहरू हामी चाहिँ गाडी चढिसकेको छौँ अब हाम्रो चाहिँ यात्रा चाहिँ हिँडेर नपुग्ने रहेछ हौ रुम है पुग्ने रहेछ गाडीमा तर जाउँ है पैसा छ पैसा 15 रुपियाँ छ 15 रुपियाँ मात्रै छ 15 रुपियाँहरू सबै तिमीले तिर्ने मसँग त पैसा छैन यहाँ त भाडा मास्नु पनि पाइँदैन नि बाफ्रे त्यत्रो जाम है कहिले पुगिन्छ यार चलो